मलाई चाहिँ अटममा यो कलरफुल पातहरू देखेर कति जानु मन थियो र मलाई साथीले हाइक जानु मन छ भने मिनो फल्स जा भनेको थियो अस्ति। त्यसैले म आज मिनो फल्सतिर जाँदैछु। どこ行きですか? मलाई चाहिँ यहाँबाट म बस चढेर अलिकति बस चढेर आएँ। अब ट्रेन चढेर जान्छु र ट्रेनमा कति लाग्छ भनेर पनि ठ्याक्कै थाहा छैन। मलाई गुगल म्यापले देखाएअनुसार लगभग 1 घन्टा 1.5 घन्टा जस्तो लाग्नेछ। त्यसपछि 45 मिनट जस्तो 45 मिनट हिँड्नुपर्ने छ भनेर पनि देखाइरहेको छ। हेरौँ कस्तो हुन्छ। आज शनिबार हो, अब भिड त अभियसली नै भइहाल्छ। किनभने विकेन्डमा चाहिँ यहाँ सबैजना प्राय मानिसहरू घुम्न निस्किरहेकै देखिरहेको हुन्छु म। ご利用いただきましてありがとうございました。美濃終点です。出口は左側です。お忘れ物ないようご注意ください。Okay, this about 45 minutes. टुरिज्म प्रमोट गर्ने भने यसरी पो हो त नि। अनि हाम्रोमा टुरिज्म प्रमोट गर्ने भने चाहिँ न के छ न एउटा म्याप बनाएको छ है, बुझ्दैन यहाँ। त्यही पनि कमसेकम रुट छ, राउट होइन यो फेरि रुट हो। साइकल चाहिँ यहाँसम्म ल्याउन मिल्दो रहेछ। यहाँ चाहिँ अब यो हरियोहरू देख्न थालिसक्यो। अनि यो देखेर चाहिँ मलाई हरियो रे कलरफुलहरू रेड लिप्सहरू देख्न थालिसक्यो। यो देखेर चाहिँ अब मलाई पनि त्यो जिउस नेपालमा पनि छ नि त कति ठाउँमा मैले पुगेकै छैन। युट्युबमा भिडियो हेऱ्यो अनि जानुपर्छ भनेर गफ हाने बस्यो। त्योहरू याद आउँछ कि झल्झली। पहिला त गफ हानिन्थ्यो, पहिला आफ्नै देश घुमेको मेरो सकिएन। हेर त सुन्दरी झल्को आउँदैन त्यसरी हिँडेपछि। गाउँघरको झल्को आउँदैन त। मलाई त नेपालको याद आयो त धेरै। आफूलाई माया गर्ने मान्छे, आफ्ना मान्छेहरू, आफ्नो मन, आफ्नो मुटु जहाँ छ त्यहीको याद आउने त होला है। मान्छेहरू यति धेरै देखिसकेँ मैले। जे होस् आज धेरै नै मान्छे हुन्छन् जस्तो लागेको थियो र लाग्यो पनि र धेरै नै मान्छे छन् पनि। मैले अघि यहाँ एकछिन बसेर सुनेँ होइन, यो पात झरेको आवाज अनि हावा चल्दा त्यो पातहरू हुन्छ नि हिँडे जस्तो लागिरहने कि। अनि प्रकृतिले यस्तो मिठो म्युजिक बनाउँदो रहेछ नि। थाहा छ मलाई, पहिले पनि बनाउँथ्यो, म रेकर्ड गर्थेँ होइन। तर फेरि धेरै पछि मैले त्यो महसुस गर्दैछु। एकछिन त चुपचाप भएर सुनिरहेँ है। घाम लाग्दा त झन् ए म छु है, साँच्चै म छु है। मैले खिचिरह आज चाहिँ मेरो हाइक पनि एक्सर्साइज पनि घुम्ने फिर्ने पनि सबै कुरा है यो। म चाहिँ यहाँ आइपुगेँ र
मैले फोटोमा देखिसकेको थिएँ झरना त्यस्तो ठुलो थिएन नेपालमा योभन्दा त कति ठुलो ठुलो झरनाहरू देखिरहन्छ है तर यो रेड लिप्सहरूसँग चाहिँ यो नेचरसँग नजिकै भएको चाहिँ यही स्पर्श गर्नु थियो झरना मेन कुरा थिएन र मलाई हाइक पनि गर्नु थियो त्यही भएर आएको हो Wow. म चाहिँ अलि माथिसम्म जाँदैछु है माथिसम्म पनि त्यो हाइकहरू गर्ने ठाउँ रहेछ र यो ल यो भ्यूहरू देख्दा त जति हेरे पनि हेर्न मन लाग्ने कि राम्रो छ नि त अनि मजाको छ माथिबाट हेर्दा पनि तर मेरो सबैमा फोनहरूमा आज चार्ज सकिन लागिसक्यो त्यही भएर अझै माथि पनि जाने ठाउँ छ तर मैले फर्किन्छु भनेर सोचिरहेको छु है अब फर्क्यो अनि जता पनि यस्तै यस्तै देख्ने कि यो हाइक जाने बाटोहरू यस्तै ट्रेलहरू मात्रै देख्ने अनि अलिकति भने माथि जाउँ जस्तो लाग्छ अनि फेरि होइन फर्किनुपर्छ भन्ने पनि हुन्छ तर अब म फर्किन्छु यार कता कताबाट फर्किन्छ है This was 2 years ago. Oh, okay, 2 years back. This was 2 years ago. Like this. And this is the station, Minnow Station. Minnow Station? Okay. Minnow Station. And this is my house. Okay, your house is near Minnow Station? Yeah, yes. So you should come when it snows. But I'm sorry, it takes about 1 or 2 hours to get here from your house. अघि म त्यहाँ माथि एकजनालाई भेटेको थिएँ नि त अनि उहाँ चाहिँ यहाँ आइराख्नु हुँदो रहेछ कि उहाँको घर पनि यहाँ नजिकै रहेछ अनि उहाँ इङ्ग्लिस बोल्नु हुँदो रहेछ है मैले त इङ्ग्लिसै बिर्से जस्तो भइरह्यो भने मभन्दा राम्रो इङ्ग्लिस बोल्दिरहेको जापानिज त अनि उहाँले चाहिँ के भन्नुभएको थियो भन्दाखेरि हिउँ पर्छ यहाँ विन्टरमा भन्नुभएको थियो कि र म फर्किँदैछु अब मेरो लास्ट सट यही नै हुन्छ होला ब्याट्री 5% मात्रै बाँकी छ मोबाइलमा पनि र बसिएछ भने यहीँ भइएछ भने विन्टरमा फेरि स्नो हेर्न आउने बाचाका साथ फर्किँदैछु बाई बाई